अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्छु। जस्तै हजुरले भन्नुभयो नि मैले कुनै अपराध गरेको छैन, फेरि अख्तियारले अभियोग चाहिँ कसरी लाउँछ त यो केही पनि नभइकन? अब त्यो त अब के भएको छ अब त्यस बारेमा मलाई त जानकारी छैन। मैले पनि कानुन व्यवसायीहरूसँग परामर्श गर्नुपर्छ। कसले त्यहाँ चाहिँ के लुप होल्सहरू राख्यो, त्यो लुप होल्समा ध्यान पुग्यो पुगेन यावत कुराहरूको बारेमा पनि राम्ररी नबुझिकन पुग्नुपर्छ। जस्तो उदाहरणलाई हजुरलाई त अख्तियारले बयान लिँदाखेरि त्यहाँ यो डकुमेन्ट पुगेन, यो तपाईँले गलत गर्नुभयो भन्ने कुरा के बयानमा लिएन त? जस्तो वैशाख 22 गते सायद यहाँसम्म बयान होइन, मैले त आफ्नो तर्फबाट कुनै बेठी काम गरेको पनि छैन। मेरो त दिमागमा पनि रहेकै पनि होइन। पतञ्जलि जस्तो संस्था यस्तो कुरा भएको होला भन्ने मेरो दिमागमा मैले कल्पना पनि नगरेको। यदि पूर्वाग्रह हो भने फेरि ललिता निवास विद्रोहसँग सम्मानहरू दिनुभएको छैन? मैले बदमासी गरेको हुनु पर्यो नि। बदमासी नगर्दा पनि तपाईँले मुद्दा लाग्यो नि त। अब हेरौँ, अब म कसैले माथि पनि आरोप लगाउन चाहन्न। मैले अब आरोप लगाउनु उचित हुँदैन, तर म आफै त्यस्तो कुनै पनि खराब नियतबाट लाभ उठाएर भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति निर्णय आदेश दिने काम मबाट भएको छैन र त्यस्तो कुराको म विरोध गर्छु। अब यहाँको पद पनि निलम्बन भयो, पार्टी अध्यक्ष हुनुहुन्छ, अबको यात्रा कस्तो रहन्छ? अब त्यसको निम्ति जे प्रक्रिया जस्तो हुन्छ त्यो प्रक्रियाको सामना गरिन्छ। अब हजुरकै नेता राजेन्द्र पाण्डेले चाहिँ केपी ओलीको निर्देशनमा मुद्दा दर्ता भयो भन्ने प्रतिक्रिया दिनुभएको छ। यसलाई हजुरले के गर्नुहुन्छ? केपी ओलीको निर्देशनमा भएको मान्नु? त्यो त हो, त्यो त सिधा कुरा हो। उहाँ मेरो विरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो। मेरो क्यारियरलाई, राजनीतिक क्यारियरलाई समाप्त पार्ने उहाँको नियतै हो। पहिले पनि उहाँले यस्तै किसिमले पटक पटक कोसिस गर्नुभएको हो। उहाँ चाहिँ भनेको बदलाको भावनाबाट चल्नु भएको छ। जस्तो अहिले पतञ्जलिको कुरा उठेर हजुरमाथि मुद्दा लाग्यो, अब यो सेरा दरबार गिरिबन्धु टीहरूको विषयमा चाहिँ हजुरले केही धारणा छ त? अब अहिले मैले के भन्दाखेरि बदलाको भावनाबाट बोलेको अर्थ लाग्छ, मैले बोल्नु मिल्दैन। मैले अहिले बोलेँ भने आफूमाथि परेको अहिले उठायो।